लाउरे लभर्स फाइनल्ली नेपाल आर्मीको लिखित इक्जामको नोटिस आइसकेको छ। इक्जाम चैत महिनाको 21 गते शनिबार इक्जाम हुँदैछ। खास गरी बिहानको 11 बजेदेखि इक्जाम सुरु हुन्छ र 2.5 घण्टामा इक्जाम सकिसक्छ। र तपाईँले इक्जाम दिँदाखेरि कुन स्कुलमा पर्यो भन्ने थाहा छैन भने तपाईँले सम्बन्धित स्कुल वा कलेजमा तपाईँको इक्जाम सेन्टर तोकिएको हुन्छ। त्यो तपाईँलाई बिस्तारै थाहा भइहाल्छ नै। र तपाईँहरूले इक्जाम दिँदाखेरि के गर्ने, कसो गर्ने, के डकुमेन्टहरू लगेर जाने भन्ने कुरा पनि म बिस्तारै भन्छु। खास गरी यो केटी ब्यारेक बुटोलमा रहेको है यहाँनिर चाहिँ 897 जनाले इक्जाम दिँदै हुनुहुन्छ म्याक्सिमम है मा 400 देखि 500 जना 100% नै रोक्छ है। त्यही भएर तपाईँहरूले त्यहाँनिरबाट इक्जाम दिँदै हुनुहुन्छ भने एकदमै राम्रोसँग पढ्नु होला र अन्य ठाउँबाट इक्जाम दिँदै हुनुहुन्छ भने पनि राम्रोसँग पढ्नु होला भन्न चाहन्छु। त्यसै गरी तपाईँहरूको लागि लिखित इक्जामको अहिलेसम्म केही नोटिसहरू कहाँ छ के छ भन्ने थाहा छैन भने युट्युबमा युआरएल सर्च गरेर कम्युनिटी पोस्टमा मैले राखिदिएको छु, त्यहाँनिर गएर आफ्नो कार्यालय पनि हेर्न सक्नुहुन्छ। सो तपाईँहरूले धेरै प्रतीक्षा गर्नुभएको थियो, प्रतीक्षाको समय मेटिएको छ। अब भने तपाईँले मेहनत गर्ने समय हो। कति साथीहरू इक्जाम दिनै पाउँदैन र तपाईँहरूले दिने समयसम्म पुग्नु भएको छ। अब यो इक्जाम पास गर्नु भनेको 80% तपाईँ नेपाल आर्मीमा सिलेक्सन हुनु जस्तै हो। त्यसैले इक्जामलाई विशेष ख्याल गरेर पढ्नु होला अबको 4 हप्ता है त।